हामी चाहिँ दुईजनै बुढाबुढी गएको भान्जाको बिहे व्रतबन्धमा। अनि व्रतबन्धको अगाडिको यहाँ मन्नत माग्ने जग्गा हो। यहाँ चाहिँ पूजा हुँदैछ शिव मन्दिर हो। यहाँ नदी छन्, तुलसाकाली मन्दिर हो। अनि यता चाहिँ व्रतबन्धको तयारी मजाले चल्दैछ, पूजा हवन हुँदैछ हो। यो अब बिग्दिने बेला हुन आँट्यो। अनि अब एकछिनमा बिग्दिने बेला हुन्छ। अलिकति परिक्रमा गर्छ। यहाँ मन्त्र सुनाउनु हुँदैछ, गायत्री मन्त्र गुरुजीहरूले। यहाँ बिग्दिने बेला भयो। बिग्दिनेको कार्यक्रम चल्दैछ। आमा हजुरआमा माइजूहरूले बिग्दिनु हुँदैछ। यहाँ चाहिँ म पनि छु अलिकति त्यहाँ बिग्दिँदै गरेको। अनि भान्जाको व्रतबन्धमा एकछिन यसो रमाइलो गरियो। अलिक कर्म आदि भयो, राम्रै भयो भान्जाको व्रत।